आम्मामा यार दलदलमा पो आयौँ त गाइस हामी त। ओइ ओइ म त गाडिन्छु क्या भाइ। यो चाहिँ 12 फिटमा अरू त यहाँ सुल्टी हान्ने अरे गाई हेर्नु। हट बा लगाएछ हामी चाहिँ अब स्विमिङ च्यालेन्ज गर्न आँट्छौँ होइन। नो ढिलो निस्किन्छ त्यसले खिच्छ होइन। ल रेडी हो 1 2 3 गो 1 2 3 गो। हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै आर्मी हुन्छ होला होइन। म पनि सन्चै आर्मी छु। अनि ल गाइस आज चाहिँ हामी कोसीतिर जान आँटेको छौँ भने गाइस स्विमिङ गर्नु। हेरौँ के कस्तो हुन्छ। अब बर गर्मी छ हेरौँ न आम्मामा। यता भाइ पनि छ। ओइ जाने होइन विशाल भाइ। ल हिँड्न त लु। अब गाइस हामी चाहिँ निस्केको है। ल अब के कस्तो हुन्छ गाइस बाटोमा हेर्नु होला होइन। हामी 4 जना जान आँटेको छौँ। म विशाल भाइ अनि अनुप दाई अनि पुग्ने भाइ अभिषेक। ल अब निस्किन्छौँ हामी चाहिँ। ल गाइस अब चाहिँ निस्किन आँटेको होइन। यहाँ केटाहरू सबै यहाँ म पनि हल्का रेडी भइसकेको छु। अनि गाइस यही छ गाइस मेरो बाइक चाहिँ। मेरो पछाडिको पठो भाइ यता अनि अभिषेक भाइ स्कुटी त्यहाँ छ। अब गाइस हेरौँ अब ओभर गरम भएर चाहिँ गाइस हामी चाहिँ जोसमा निस्किरहेको छौँ होइन। अब कोसीतिर भ्यू हेर्दै चिल गर्नु स्विमिङ खेल्नु। अनि ओइ रमाइलो गरेर आउनुपर्छ है ल आजको ब्लगमा। उता दाइ पनि हुनुहुन्छ। ल जाने होला नि त अब। लगाइ चाहिँ अहिले चाहिँ हामी यहाँ कठेरो टाइपकोमा आएको छौँ होइन। अब एकछिन बाइकहरू चाहिँ यहाँ राखेको छौँ। यस्तो नराम्रो गाइस बाटो त आम्मामा। यहाँ हेरौँ न हिलै हिलो भएर यहाँ बल्ल आइसकेको छौँ। अब टक्क बसेर हल्का यहाँ फ्रेस भइन्छ है। अनि गाइस स्विमिङ खेल्ने ठाउँ चाहिँ अलिक पर छ है। अब यहाँ यसो फ्रेस भएर खाजासाजा खाएर जान्छौँ हामी चाहिँ। अनि कस्तो भयो एक्सपिरियन्स हिलो बाटोमा? दामी भयो भाइलाई त के सोच्नु सातो गएको थियो होइन। दाइ 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 गर्दै गाई चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ गाइस यस्तो मेहनतको फल कोसी लभ्यो। आम्मामा यार दलदलमा पो आयौँ त गाइस हामी त। ओइ ओइ म त गाडिन्छु क्या भाइ। ओइ खुट्टा तान्दैछ हौ भाइ। आम्बो गाइज हेर्नु त दलदल दाइहरू चाहिँ यहाँ बसिरहेछ है। हामी चाहिँ कोसीमा आएको छौँ गाइज। लभली कोसी वाउ पोज। ल गाइज अहिले चाहिँ हामी यसो चिल आउट हान्दैछौँ होइन भाइ र म। ओइ 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 भाइ नगर अहिले त्यहाँ दलदल छ क्या यहाँ उफ्री त भाइ एकचोटि गाडिन्छ गाडिदिनुहोस्। खाली खुट्टा जान एकचोटि देखाऊँ न यहाँ एकचोटि गाइजहरूलाई कस्तो छ भनेर। खुट्टा अलिक सुरल अलिक माथि जान्। त्यो एउटा ठाउँमा उफ्रिराख्दा बिस्तारै खुट्टा टोले गिली गिली गर्दा गाडिन्छ कि गाडिँदैन। ऊ गाडिन्छ क्या ऊ दलदलै हो यो। अड्किला चाहिँ भाइ। ल यस्तो छ गाइस यहाँ ठाउँ चाहिँ होइन। अब गाइस चाहिँ हामी एकछिन बसेर अब खाजा त खाएर जान्छौँ होइन। जाऊँ है खाजा खानु माथि आइसक्यो होला त। दामी छ ठाउँ चाहिँ भाइ। ल गाइस चाहिँ हाम्रो खाजा है फेन्टा 3टा फेन्टा चाहिँ अलिकति खानु। वाउ के हो यो बोसो? बोसो मासु सबै छ यो खानु मासु। पिक हो होइन यो सुँगुर हो होइन बाँदर बाँदर बँदेल हो र हो नि। तपाईँले निल्नु मात्रै हुन्छ होला। ओइ मासु देख्दा न सक्यो त अनि यो खाले कटले त
ल चटपटे पनि छ मासु पनि छ होइन मासु चटपटेमा कसैलाई आँखा लाग्दैन मासु चाहिँ अघि यो चटपटे तपाईँको भएको कि हाम्रो भएको चाहिँ चटपटे मासु खायो भने खान पाइन्छ चटपटे त हामीले दुःख पनि खानु पाइन्छ नि त होइन विशाल भाइ के राखिदिने एउटा के भयो दामी छ चटपटे पनि यसलाई नि देखाउनु न के सानो अब हिँड्नु पनि छैन खेल्नु हिँड्नु पनि छैन यहाँदेखि लग्दा अलिकति ल्याउन न लगाएछ हाम्रो सेकेन्ड मिल आइसकेको छ के गरेको भाइ यसो यार अति क्या हेरे यत्रो ढिलो गरेको ल्याउनु पर्ने भिडियो बनाउने दिन मैले सुहा बनाएको थिएँ ल हेरेरै होला यता चाहिँ देखा न मलाई तपाईँले देखाएर छ मिठो छैन रहेछ नखाला ल तपाईँले खाने गाइस है ल हामी चाहिँ अहिले यहाँ बेलाका बिचमा आइसकेको छौँ यस्तो बवाल छ गाइस भ्यू चाहिँ होइन अब यहाँ यसो स्विमिङ गर्न आएको होइन हामी चाहिँ फाँक भइसक्यो नि त होइन घुमेर कति चाहिँ डुल्नु भनेर होइन यस्तो बवाल छ गाइस यहाँ ओ बक्न है पुग्ने तँलाई अम्पो नै भन्छ कहाँको स्विमिङ पुल हेरेर ल अम्पो दाई भन्छ खतरा होइन अब अझै हानेको नि टक्क सल्लाह ठिक छैन राम्रो छ त फिट 8 फिट जस्तो ठुलो यो सानो खालको हो कहाँ नि रेस्टुरेन्टतिर ठुलो बनाएको छ त अब सुब्छ भनेर 8 फुटको मात्र हो ठिक्कको छ दामी छ टक्क हेलमेट उता हो यहाँ बस्नुपर्छ हिँड्न जाउँ हामी जाँदै गरौँ न अब यसो फ्रेस भएर जानुपर्छ नि त होइन कसो यत्रो आइसक्यो बाइक पनि गाइस काट्यो अब हामी पनि नगएर अब घर गएर बाइकलाई नुहाउनु पर्ने छ अब हामी चाहिँ अब लुगासुगा फेरेर हामी पनि अब जम्प डाइरेक्ट दामी छ लागेन अब खोल्नु न त खोइदा होइन हेर्नु उयो राख्दा भइहाल्छ उयो राख्दैन अब त्यो पनि त होइन चाहिँ लुगासुगा फेर्नुपर्छ जानु पर्छ लगाइ चाहिँ जिउसु चाहिँ पखालेर आइसकेको होइन अब छिर्नुभन्दा अगाडि चाहिँ यो जिउसु पखाल्नुपर्छ ल अब चाहिँ जाम न त आइज त भाइ यताबाट छिर्नु पर्छ त होइन होइन यहाँ छ भाइ चाहिँ है म छिर्छु ल भाइ भिडियो गर्दै यहाँबाट परसम्म पुग्नु पऱ्यो ट्याक्क हुनु पऱ्यो ल छड्की ल गर्न त म जान्छु ल ल जाऊ ओइ छोड ओए भयो यो चाहिँ 12 फिटमा तिमीले त म गर्दिनँ त्यो किन टाइम लागेको अब डुबो ए लु भयो दाइ म डुब्छु अरुण दाइ अहिले तपाईँलाई यस्तो गर्मीमा होइन बल्ल आइसकेपछि गाइस त खेल्नु भ्यू देखाइदिनु गाइजहरूलाई कोसी चाहिँ यहीँ छ होइन गाइज कोसी चाहिँ यहीँ छ है गाइज यहीँ छ होइन ल अब अरू त यहाँ सुल्टी हान्ने अरे गाइज हेर्नु बा खै लगाइस अब चाहिँ रेडी भएको नि लगाइस पर्खिनु ए कस्तो फास हानेको अनुप दाइले ओभर हानिदिँदो रहेछ त कस्तो लाग्यो मेरो
बर हेरौँ त भिडियो आइज छेउमा भाइ ट्राई ल पुग्ने भाइ फर्स्ट ट्राई उल्टी हेरौँ ल हान्दै हान्दै भाइ फुट त केही पनि हुँदैन पानी छ त गहिरो ए भएन तर म हान्छु एकचोटि बाङ्गो भयो क्या मेरो ठिक छ ट्राई फेरि एकचोटि हान्दा सक्छस् होला अलिक बाङ्गो भयो क्या गाडे भने म हान्छु ल ट्राई गर ल टाउको बुढा भाइ अरू गाई चाहिँ के पछाडिबाट सक्छस् हान्नु पछाडिबाट अँ फुट त उफ्रिने केही हुँदैन पर ठेलेर ए मलाई नि उल्टी चाहिँ आउँदैन त्यही पनि ट्राई गर्नु पऱ्यो बाङ्गो भयो तपाईँको सिधा रहेछ है मेरो हल्का मेरो भयो बाङ्गो भयो कि तेरो त भएन ल गाइस हामी चाहिँ अब स्विमिङ च्यालेन्ज गर्न आँटेको छौँ होइन जो ढिलो निस्किन्छ त्यसले जित्यो होइन ल केटा रेडी हो 1 2 3 गो 1 2 3 गो सकिसक्यो यहाँ अरुण सुनमार हुनुहुन्छ बिचमा एकपट्टि विशाल तामाङ अर्कोपट्टि हुन्छ अनुप राउत ओइ विशाल खुट्टामा ढुक्छौ हान्नु खुट्टामा ढुक्दै रहेछ कसले अम्मामा ज्याद्रो छ त हौ बा हेर्नु सक्नुहुन्छ गाइस अम्पो अरुण दाइले जित्यो कसम अम्बो टाउको हेर्न यहाँ मरै क्या यो त यहाँ ख्याप्पै हालेछ म अड्कै क्या भनेर म त कसम अरुण दाइले जित्यो अहिले हेरौँ लगाइ चाहिँ हामी चाहिँ स्विमिङ गरेर निस्किसकेको छौँ है स्विमिङ गरेपछि फेरि गाई चाहिँ आँखा पनि रातो रुगामुर्गी लागे जस्तो हुन्छ होइन त्यो गाई गर्मी चाहिँ मेटिसकेको छ यता भाइ पनि चेतिसकेको छ यता पनि भाइ लेटिसकेको छ स्विमिङ खेल्दा नि चस्मा लगाएको अरे दाइले मान्छे डेन्जर ल गाई चाहिँ अब हामी यसो प्याकिङ गरेर यहाँबाट निस्किनु पर्ने हुन्छ होइन अब रात पनि पर्छ नि त तर अब टाढै छ गाई हाम्रो यहाँबाट पनि यसो खोइ उयो चाहिँ पुग्छौँ कपाल सपाल हल्का दिस मच टुडे लगाए चाहिँ म चाहिँ घर आइसकेको छु त्यहाँ मेरो आमा खाना खाँदै आमामा डिस त धेरै छ त हो नि आज चाहिँ लगाए चाहिँ अब खाना खानु पऱ्यो होइन मासु सासु यता सिद्राको यताउति अचार काँक्रा साक्रा यता खोर्सानी सोर्सानी प्याज सबै छ होइन लगाए खाइदिनु पऱ्यो पनि खाना होइन पानी पनि पर्न आँटिसक्यो झन्डै आइहाल्छौँ हामीले लगाइ चाहिँ खानासाना पनि खाइसक्यो होइन ल अब चाहिँ सुतिन्छ है लगाइ बबाल मजा भयो गाई चाहिँ केटाहरूसँग होइन त्यस्तो गाइस बाटोहरू चाहिँ नराम्रो थियो त्यही पनि गइयो अब होइन त्यही हो गाइस रमाइलो मेमोरी भयो लगाइ चाहिँ अब च्यानल नयाँ हुन्छ भने सब्सक्राइब पनि गर्नु होला अनि भिडियो मन परेमा गाइस एउटा लाइक चाहिँ गर्नु नबिर्सनु ल गाइस भेट्नुपर्छ नेक्स्ट ब्लगमा आजलाई गाइस यति नै हस् त गाइस बाई बाई